रावणले मृत्युअघि लक्ष्मणलाई दिएको ज्ञान, पहिलो ज्ञान, राम्रो काम गर्न कहिले ढिला नगर, किनकि राम्रो काम ढिलो गर्नु भनेको राम्रो भाग्य पाएर पनि आफैले हराउनु हो। म लङ्काको राजा थिएँ। धेरै पटक मनले भन्यो सीतालाई रामसित फर्काइदेऊ, यो युद्ध रोक, शान्ति रोज। तर अहङ्कारले ढिलाइ गरिरह्यो। म भन्थेँ भोलि सोचौँला, भोलि निर्णय गरौँला। तर लक्ष्मण, भोलि भन्ने कुरा त संसारमै छैन। भोलि कुर्दा राज्य गुम्यो, परिवार गुम्यो, जीवन नै गइरहेको छ। दोस्रो ज्ञान, नराम्रो काम गर्न मन लाग्यो भने एक दिन पर्ख, 24 घण्टा, केवल 24 घण्टा। मन बदलिन्छ, विचार बदलिन्छ। महान राजा पनि क्रोध र वासनाबाट हार्छ भने त्यो एक क्षणको निर्णयले जीवनभरको विनाश ल्याउँछ। मैले गरेका सबै नराम्रा कामहरू क्रोध र अहङ्कारका एक क्षणका परिणाम हुन्। तेस्रो ज्ञान, शत्रुलाई कहिले कमजोर नठान। मैले बाँदर र भालु सेनालाई देखेर हाँसे। यिनीहरूले मलाई के बिगार्लान् भन्थे। तर लक्ष्मण, यिनै साना लाग्ने हातहरूले आज मलाई ढालेका छन्। शत्रु सानो ठुलो हुँदैन, अवसर पायो भने ठुलो नै हुन्छ। चौथो, आफ्ना जीवनका गोप्य कुरा कसैलाई नखोल। गोप्य कुरा नै मानिसले जित्ने वा हार्ने ठाउँ हो। मेरा धेरै कमजोरीहरू मेरै नजिकका मानिसहरूले उपयोग गरे र मलाई हराए।